ओमानमा जारी आईसीसी टी20 विश्वकप छनौट खेलमा नेपालले पहिलो खेलमा कुवेतलाई हराउँदै विजयको सुरुवात गरेको छ। विजयको सुरुवात गर्ने क्रममा नेपालले बुधबार रातिको खेलमा कुवेतलाई 58 रनले हरायो। कुवेतले हारबाट प्रतियोगिताको सुरुवात गर्यो। नेपालले दिएको 142 रनको लक्ष्य पछ्याएको कुवेत 18.1 ओभरमा 83 रनमा नै अल आउट भयो। कुवेतका लागि किलिन्टु यान्टुले 26, यासिम पटेलले 19 र मित भाउसारले 11 रन जोडे। बाँकी ब्याटरले भने नेपाली बलर सामु दोहोरो अङ्कमा समेत रन जोड्न सकेनन्। कुवेतलाई 83 रनमा नै अल आउट गर्ने क्रममा नेपाली बलरले शानदार प्रदर्शन गरे। कप्तान रोहित कुमार पौडेलले 2 ओभरमा 9 रन मात्र दिएर महत्त्वपूर्ण 2 विकेट लिए। त्यस्तै ललित नारायण राजवंशीले 4 ओभरमा 17 रन दिएर 2 विकेट नै लिए। यस्तै अर्का स्पिनर सन्दीप लामिछानेले 4 ओभरमा 1 मेडन सहित 22 रन खर्चेर 2 विकेट लिए। ती 2 विकेट एकै ओभरमा लगातार लिए। यस्तै सम्पाल कामी, कुशल भुर्तेल र नन्दन यादवले समान 1-1 विकेट लिए। त्यसै दिपेन्द्र सिंह एरीले विकेट नलिए पनि ब्याटरलाई प्रेसरमा राखेर उत्कृष्ट बलिङ र फिल्डिङ गर्दै रनआउटको माध्यमबाट नेपाललाई 1 विकेट दिलाए। त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित 20 ओभरमा 7 विकेट गुमाएर 141 रन बनायो। नेपालका लागि ओपनर कुशल भुर्तेलले अर्धशतकीय पारी खेले। उनले 56 बलमा 3 चौका र 3 छक्का सहित 66 रनको महत्त्वपूर्ण इनिङ खेले। नेपालको जितमा अलराउन्डर प्रदर्शन गरेका उनी प्लेयर अफ द म्याच घोषित भए। कुवेत विरुद्धको खेल जितेपछि कुशल भुर्तेलले भने, यो मेरो विचारमा मैले खेलेको उत्कृष्ट इनिङ मध्येको एक हो। यो अवार्डले मेरो लागि धेरै महत्त्व राख्छ। विश्वकप छनौट जस्तो प्रतियोगितामा प्रत्येक जित महत्त्वपूर्ण छ। हामी सुरुवातमा समस्यामा थियौं। पिचमा असहज बाउन्स देखिएको थियो। त्यो बेला सोचेको थिए यो विकेटमा 140 हाम्रो टोटल हुनेछ। यो सबै राम्रो पछि गुल्सनलाई जान्छ। उसले त्यो ओभरमा 3 छक्का प्रहार गरे भनेर भुर्तेलले बताए। अलराउन्डर गुल्सन कुमार झाले कुवेत विरुद्धको खेलमा अविस्मरणीय ब्याटिङ गरे। उनले 6 बलमा लगातार 3 छक्का सहित 20 रन बनाए। गुल्सनकै शानदार ब्याटिङकै मद्दतमा नेपालले 141 रनको स्कोर बनाउन सकेको हो। यस्तै उपकप्तान दिपेन्द्र सिंह एरीले 19 बलमा 1 छक्का सहित 20 रनको योगदान दिँदै रन आउट भए। त्यस्तै कप्तान रोहित कुमार पौडेलले 15 बलमा 3 चौका सहित 16 रन जोडे। बाँकी ब्याटरले भने दोहोरो अङ्कमा समेत रन जोड्न सकेनन्। नेपालले पहिलो जितसँगै विश्वकप छनौटमा महत्त्वपूर्ण 2 अङ्क जोड्न सफल भएको छ। नेपाल अहिले समूह बी को तालिकाको शीर्ष स्थानमा छ। नेपाली टिमले अब आफ्नो समूह चरणको दोस्रो खेल शुक्रबार जापानसँग खेल्ने तालिका रहेको छ। कुवेत विरुद्धको शानदार जितले नेपालको सुपर 6 यात्रा तय भएको छ। आगामी दिनमा पनि यस्तै क्रिकेट सम्बन्धी जानकारीका लागि क्रिकेट हेडलाइन्स बाइ केपी च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला। धन्यवाद।